हेलो गाइज गुड मर्निङ एभ्रिवान। आज चाहिँ 3 बजेको छ अहिले होइन, अनि 3 बजे ठ्याक्कै 3 बजे होइन। अब म उठेँ अनि आजको हाम्रो यात्रा चाहिँ काठमाडौँसम्मको छ होइन। अब म उठिसकेँ। मेरो बेबी गाइज चाहिँ के गर्नुहुँदैछ भनेर हेर्दाखेरि मुखसुख धुनुहुँदैछ गाइज। यहाँ अब यो चाहिँ मेन्यु भ्लग है। अब यहाँदेखि स्टार्ट हुन्छ होइन, अनि काठमाडौँसम्म। ए नो बेबी बेबीले चाहिँ यहाँ चिया बनाइसक्यो 3 बजे राति उठेर होइन। अनि उसले चाहिँ चिया खान्छ, म चाहिँ चिया खाँदिनँ है। अनि निद्रा पनि अलिक लागिरहेको छ। वा यो तनाइ ठिक छ है। जाडो छ होइन, धान्दैन होला सायद। डबल बोरा लाउनुपर्छ। सुरुमा यो लाउने हो यसरी, अनि यसलाई चेन लाउनुपर्छ होइन। चेन लाउनु पर्दैन, लाउनु पर्यो, छाती सेभ गर्नु पर्यो नि त। अहिले जे जस्तो भए पनि त्यहाँ माया बसेको छाती सेभ गर्नु। माया बसेको छ बाबै, माया माया बसेको छाती माया बसेको छ बाबै माया। यो चाहिँ प्रमाणको लागि छोरो लाउरे हिँड्यो होइन, छोरो लाउरे हिँड्यो होइन। गाइज हामी चाहिँ अब हिँड्यौँ। ए जेठी लु हामी हिँड्यौँ अब होइन। अब म चाहिँ भरे भोलि फर्किन्छु होला, केटाको काम भयो भने चाहिँ बस्ने हो। के गर्नु यस्तो छ यसो ओको पाएको चाहिँ। अब चाहिँ म चाहिँ यो स्कुटीलाई चाहिँ यहीँ छोडेर हामी बाइकमा जाँदैछौँ। हिजो चाहिँ म स्कुटीमा आएको थिएँ राति होइन। अब यसलाई चाहिँ भरे बेलुका अथवा भोलि बिहानसम्मको लागि म यहीँ छोड्छु। अनि हामी यहाँ बाइकमा जाँदैछौँ। बेबीको कलर र बाइकको कलर चाहिँ एउटै छ, सेम होइन। गाइज हाम्रो चाहिँ यात्रा सुरु भयो। बेबीले चाहिँ हाम्रो बसन्तीलाई स्टार्ट गरिरहेको छ। बाई बाई कुटी। अब यात्रा सुरु हो हाम्रो काठमाडौँको। ला 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 हे 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 ओके गाइस, हिजो आज भन्दा भन्दै पुरै जाडो छ, बढिसकेको रहेछ। बेबी कतिको जाडो छ? न्यानो। हामी चाहिँ ठ्याक्क 5 बजे यहाँनिर अब चिया खानु उत्रेको छौँ होइन। चट्टसँग एक्सट्रिम लामे के हो यो? यो कुन ठाउँ हो भाइ? युकेश, युजन, युना, खाजाघर, ढ्यान टेडेन भाइ हो साहुजी हो। कति चाँडो उठे हो यो भाइ? म जस्तो त भेटायो भने त भाइले त छोड्दै गाइस। हामी चाहिँ यो जाति ठाउँमा आइपुग्यौँ। अब तातो सुप खाए पर सिधा यहाँबाट सर जानु पर्यो। आउँदैछु आउँदै होला यो बाटो यस गो बेबी गो। ओके छ। ए पुरै भेरी गुड फ्यान्टास्टिक छ। जाडो हेर्नु त सिट यहाँ पनि हेलमेटबाट तरप झरेर
खिर झर्दै सिट झर्ने रहेछ ल गाइज तातो तातो खाइदिउँ च्याटोतिर लगाइदिउँ गाइज हाम्रो चाहिँ यहाँ जाडोले थोरै बनायो अब तातो सुप पिएर चाहिँ हामी लाग्नेछौँ हजुर लगाइदिनु भयो उता चाहिँ लगाइदिनु न लगाइदिनु खानु नखाने नि सही हुन्छ त यो झन् ल अब खानु सुरु गर्यो कम्ता मिठो हुन्छ 1 केजी चाउचाउ 1 केजी चिउरा एउटा चाउचाउ एउटा मिसायो अनि बाटोमा खाजा फापरबारी उकालोमा बसेर खानुपर्ने त्यो ढुङ्गामा त्यसमा भरि कोसेली त्यो माथि भाइ यो मैले डर है अर्तीवाला रहेछ नि एउटा अब फेरि यात्रा सुरु हो झट्ठा आफैले बिगारे डाँडाको घर पनि रमाइलो छ हौ त्यो डाँडाको घर क्या हो